सुदूरपश्चिम र कर्णालीमा चुनाव गरेर देखाउन म यो सरकारलाई म चुनौती दिन चाहन्छु। जाओस् त घर घरमा जाओस् त, सुदूरपश्चिममा कति मर्या छ, कर्णालीमा कति मर्या छ हैन, यिनीहरुका त्यही टाउका काटिन्छ। र जाओस् न त्यो माथि पनि बजाङ त कांग्रेस एमाले माओवादीले खुट्टा टेक्यो भने यिनीहरुलाई त्यही ध्वस्त पार्ने हाम्रो तयारी छ। तपाईको जिल्लामा चुनाव गराउनुस्, सुदूरपश्चिम र कर्णालीका जिल्लामा तपाई खुट्टा टेक्नुस्, तपाईको त्यही भेटिन्छ। ल म हेर्न तयार छु। शहीदको सपना भन्दा विपरीत कसैले यदि काम गर्न खोज्छ भने यिनीहरुका टाउका त्यही काटिन्छ। कसैको बाउले पनि रोक्न सक्दैन। सुदूरपश्चिमका 9 जिल्ला, कर्णालीका जिल्लाहरुमा बुझेर हेर्नुस्। अब काई माओवादी कांग्रेस तपाईका को दलालहरुलाई ल कोले भोट हाल्ने त? कोले हाल्ने? हामीले हाल्छौं, हाम्रा परिवारले हाल्छन्। यो दलालहरु जहिले चुनाव गराउने के को चुनाव? 84 को चुनाव 82 मा गर्नलाई हामीले रगत बगाएको हो त भने हिजो विदेशी दलालहरुसँग सम्झौता गर्नेहरुसँग हामी छुट दिनुपर्ने, हामी बाटोघाटो गरिदिनु पर्ने। सुशीला कार्कीलाई के ज्यानजीले हिजो तपाईको प्रधानमन्त्री बनाएको हो?